Yeah, man. What's up? What's up, Perky fam? Welcome back to another vlog. Either summertime, baby. दामी घाम लागिरहेछ कति 3:30 भयो लाइन भाइ 3:30 भइसक्यो होला ओहो बास्केटबल प्लेयरहरू यस्तो गर्मी छ हैन यहाँ चट्ट रन भएर म चाहिँ यसो लोकल स्विमिङ पुलमा खोलातिर जाँदै सट्ट लाएर लङ टाइम पछि भ्लग बनाउँदै hopefully as also underwater. Hello guys, I am underwater type shit. होस् भन्ने हुन्छ भन्ने आशा छ हेरौँ कस्तो छ कन्डिसन. I was always waiting for this moment guys. हाम्रो रन भाइ चाहिँ पछाडि छ है लङ टाइम पछि भ्लगमा देखिने छ है म चाहिँ आफ्नो कामले केटिएम साइडतिर आउट भयो यहाँ रहेछ यहाँ हाम्रो जापुले भाइ वेलकम टु भ्लग भाइको नाम के हो अरे प्रिन्स ऊ त्यहाँ भुन्डे भाइ ऊ त्यहाँ हटमा ओइ भुन्डे भुन्डे अन फायर ल हामी चाहिँ अलमोस्ट आइपुगेका छौँ जस्तो लाग्यो यो भाइहरू चाहिँ बुलेट ग्याङ होइन यो भाइको बाइक कुन चाहिँ हो अरे भाइ यो ज्यापुले भाइको इलेक्ट्रा पक्का सिल्भरमा दामी छ यार दामी बनाएको छ भाइले नि बाइक हाइटमा के हो के बाटो त खतरा छ त बाटो त व्याक छ त यार के छ अदिश भाइ के छ भुन्डे अल गुड के हो बाइक त पक्का छ त अगाडि हेर्नु न अगाडि त्यहाँ ज्यापुले भाइको चाहिँ फेरि पाराकै छ फेरि मलाई नि देखाइदिनु न दाइ ल लेट्स मुभ है त गुन्टे भाइ पो आयो रहेछ ल यस्तो रहेछ है यहाँको भ्यू चाहिँ कस्तो दामी भ्यू या तर बबाल ल यो खोलेको चाहिँ नदेखाउँ होला है त अन्डर वाटर लिएर जाने हो क्या भाइ भुन्डे भाइ कति तोलाको हो कति यहाँ हाम्रो जापुले भाइ यहाँ हाम्रो नयाँ प्रिन्स भाइ है ए यहाँ अतिश भाइले चाहिँ पक्कामा छाता उड्दै प्यान्ट खोलिरहेछ अब एक्सन क्यामेराको अन्डर वाटर सक्सेसफुल हुन लागेको अवस्था यहाँ केटाहरू खेल्दैछ दामी के छ भाइहरू बवाल छ नि पर्की मोटो भ्लग्स मजा आयो ल प्रिन्स भाइ फेरि गएको छ ज्यापुले भाइ नै हान्न लाग्यो ओके ल ल ल खोइ बललाई के हानौँ त त्यही राख त नो पावर डुब्दैन डुब्दैन अब
ल यस्तो छ है आजको डेस्टिनेसन सबजना ल भाइ ल बगा यहाँ माथि चाहिँ झुलुङ्गे पुल दामी छ यार भ्यू छापिदियो आयो आयो ओइ मा पड्कियो माटो छाती पड्कियो के छ अलि एकदम कुल छ हैन स्विमिङ हान्यो कुल भयो चिया भएन अब दाइ चाहिँ अब अन्डरग्राउन्ड जान्छ वाटर हेलो गाइज आई एम अंडर वाटर मैंगो भाई मैंगो हान्दै upstream है guys upstream दाइ चिल गर्दै हुनुहुन्छ चिलमा अपस्ट्रिम घोच्यो माटो लेगोले घोच्यो जस्तै त्यस्तो छ है त यहाँको भ्यू चाहिँ दोबिल्ला आई गेस यहाँ रहेछ नुहाउने स्पट मलको पानी लास्ट ठाडो छ त यार खोजियोस् रमाइलो भयो ब्लग नेक्स्ट लेभल सोचेको जस्तो अलिकति भएन तर इट वाज प्रिटी फन अलिक क्लियर आएन क्या ल आजको लागि त्यति नै होला जस्तो छ है त इट वाज प्रिटी फन यस्तो सोचेको जस्तो नभए पनि सी यु इन नेक्स्ट ब्लग नेक्स्ट एडभेन्चर